जेनजी युवाहरूले भोट पाउलान् भन्ने तपाईँहरू सोच्नुहुन्छ भने त्यो एकदमै मनगणन्ते जस्तो हुन्छ, मनस्थिति नै बिग्रिन्छ त्यस्तो सोच्दा सोच्दा। किनकि ल तपाईँहरूकै गाउँमा हेर्नुहोस् त, म मेरो गाउँको कुरा गर्छु, तपाईँहरू आफ्नो गाउँको कुरा गर्नुहोस् त, त्यहाँ जेनजी भनेर को छन्? 2-4 जना युवा छन्, हो कि होइन? त्यहाँ 2-4 जना युवाहरू छन् जेनजी भनेर। तिनीहरूले हामीलाई भोट दियो भन्दाखेरि कोहीले पत्याउनेवाला छ त? त्यहाँ वर्षौँ पुराना छाप लागेका तपाईँका आमा बुवा छन्, उनीहरू एमाले काङ्ग्रेस माओवादी बाहेक बाहिर जानेवाला छैन। तपाईँहरू बुझ्ने कुरा है, ती जेनजी 4-5 जना युवालाई हुने कुरा छैन। काठमाडौँमा त देशैभरिका आएका थिए, गाउँघरमा फेरि जेनजी म भनेर कसैलाई हान्न कुट्न जान सक्नेवाला छैनन्, किनकि त्यहाँ मारिहाल्छन् तिनीहरूलाई। जस्तो काठमाडौँमा त देशै बाहिरबाट थिए नि त सबै युवाहरू, त्यसैले उनीहरूले चाहिँ त्यहाँ प्रत्यक्ष रूपमा उनलाई कोहीले हात लाउनेवाला थिएन। अब तपाईँ गाउँमा जेनजी आन्दोलन गरेपछि उनीहरूलाई भोलिपल्ट मार खान्छन् तिनीहरूले। भनेपछि जेनजीहरूले चुनाव जित्लान् भन्ने लाग्दैन। यिनीहरू काँचा छन्, यिनीलाई थाहा पनि छैन देश चलाउने कुरा त। त्यसैले जेनजी नभनौँ, जेनजीले गर्दा एउटा परिवर्तन आयो, किनकि उनको माग, उनको एजेन्डा चाहिँ सही छ। त्यो हिसाबले अगाडि बढौँ। यही पुराना राजनीतिक दलहरू जस्तो काङ्ग्रेस एमाले यिनीहरू नै मिलेर, माओवादी मिलेर, अथवा नेपाल कम्युनिस्ट पार्टी नयाँ अहिलेको, यिनीहरू सबै मिलेर, राजसभा मिलेर यिनीहरूले चाहिँ देश सुध्रिएर अब चाहिँ यस्तो हुँदो रहेछ है, केपीओलाई कसरी निकाले सत्ताबाट, शेरबहादुरलाई कसरी निकाले, यसरी निकाल्दो रहेछ नै भनेर चाहिँ आफू सुध्रिएर, होइन, आफूलाई सुधारेर अथवा देशको लागि केही गर्न सक्ने एउटा नयाँ खालको सोच चाहिँ आउने भयो, आयो पनि। यो सही छ एकदमै मेरो विचारमा। तर अब त्यो जेनजीहरूका पछि लागेर चाहिँ काम छैन। जेनजी भाइहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद यसको लागि। तर तपाईँहरू चुनाव लड्ने हुनुभएको छैन है, तपाईँहरू चुनाव लड्ने हुनुभएको छैन। तपाईँहरू आफ्नो पढ्ने लेख्ने उमेरकै छ अझै पनि, र तपाईँहरूले राजनीति गर्न चाहनुहुन्छ भने राजनीतिका ज्ञानहरू सिक्दै गर्नुहोस्, र तपाईँहरूको बेला आउँछ। किनकि तपाईँहरू 25 वर्षभन्दा अगाडि चुनाव तपाईँहरू लड्न पाउनेवाला पनि छैन, 25 वर्ष हुनुपर्छ तपाईँहरू चाहिँ। त्यसैले जेनजी युवाहरू चाहिँ तपाईँहरूले चाहिँ यही पुराना दललाई नै सहयोग गर्नुपर्ने हुन्छ। तर झकझकाउनको लागि एउटा जेनजी सङ्गठन चाहिँ तपाईँहरूले संरचना बनाउनुहोस्, र जेनजी सङ्गठन एउटा संरचना बनाएर तपाईँहरूले चाहिँ झकझक्याउने कि कुनै पनि सरकारमा जाओस्, त्यसले चाहिँ गलत कार्य गर्यो भने तपाईँले यसरी कारबाहीमा उत्रिने र एक्सनमा कानुनी रूपमा होस्, अथवा जो जेनजी आन्दोलन भयो यसरी नै तपाईँहरू शान्तिपूर्ण रूपमा यसरी चाहिँ तपाईँहरू उत्रिएर त्यो सत्तालाई, त्यो जुन सामन्ती बन्छ, जो माथि गएर देश चलाउने गलत ठाउँमा जान्छ, त्यसलाई चाहिँ सही ठाउँमा ल्याउनेतिर तपाईँहरूको भूमिका होला भन्ने लाग्छ मलाई चाहिँ। राजनीतिक दल खोल्नुभन्दा पनि जेनजी सङ्गठन खोल्नुहोस्, संरचना बनाउनुहोस्। त्यसरी चाहिँ प्रत्येक जिल्लामा त्यसरी चाहिँ तपाईँहरूले राजनीतिक दलहरूलाई चाहिँ झकझक्याउने अथवा सरकारलाई चाहिँ झकझक्याउने काम गर्नुहुनेछ। त्यो चाहिँ तपाईँहरूको लागि भूमिका एकदमै सही होला भन्ने लागेको छ मलाई।